आइएको मधेसिया छौरा प्रधानमन्त्री बनेला है वैला वैला आइएको मधेसिया पीएम बनेवाला है वैला घन्टी में सुन्नुभयो मैले किन देखाएँ भनेर तपाईहरु अचम्मित पर्नुभयो होला हैन। यही समय आएवाला है वैला घन्टी चुनावी पहिलो चुनावी सभा जनकपुरमा जनकपुरबाट सुरुवात भएको थियो। यो रणनीतिलाई एमालेले खिसीटिउरी गर्यो हैन। मधेसी छाउरा भन्दाखेरि छाउरा के को हुन्छ भन्यो हैन। रणनीति राजनीतिमा रणनीति एकदम जरुरी छ। मधेसी मूलको मान्छेलाई पहिलोचोटि प्रधानमन्त्री राष्ट्रपालले घोषणा गरिदियो। गर्ने साथ तराई अथवा मधेसमा भएको 32 सीट 32 सीट क्लिन स्वीप पुग्नु भनेपछि एउटा राजनीतिमा रणनीति हुन्छ। रणनीति त्यसरी चाहिँ राष्ट्रपालले बिल्डअप गर्यो अनि त्यही कारण राष्ट्रपा अहिले 2/3 लगभग भन्दिनँ म 2/3 100% 125 सीट त प्रत्यक्ष भइसकेपछि लगभग 50% भन्दा माथि नै छ। समानुपातिक जति गणना भएछ त्यो गणना भएको मत मध्ये 50% भन्दा माथि समान के रे राष्ट्रपालले अथवा घण्टीले बटुलिरहेको छ। यो रणनीतिलाई कांग्रेस एमाले माओवादी त छैन यार, पार्टी नै छैन, ले बुझ्नै सकेन के यो रणनीतिलाई। अब अहिले भन्न थालेको छ विदेशी चलखेल यता उता, यो ग्रान्ड डिजाइन थियो, केही ग्रान्ड डिजाइन थिएन। जनतालाई त्यो जुन कति 68,000 समथिङ भोट आएको छ त्यो झापामा, त्यो विदेशी अमेरिकनहरूले ल्याएर पैसा बाँडेको हो। त्यो दिमाग छैन यार। उनले जित्यो भने चाहिँ एकदम सौहार्दपूर्णको चुनाव भयो हैन। अर्को विपक्षीले जित्ने साथ ग्रान्ड डिजाइन, विदेशी चलखेल, छ्या जेल जान पर्छ भनेर कति डराउँछौ के तिमीहरू यार। अब त 100% हो। महेश भने जतिसुकै भुके पनि, त्यो भोकटे जतिसुकै भुके पनि ल केपीओललाई छोएर देखा त फेरि सडक तताउँछ, आगो बाल्छ। देखाइहाल्यो नि चुनावले तेरा आगो त मुर्दार। अब यतिसम्म सुन्नुभयो हैन। मेरो आइडीलाई फलो गर्नु होला। यो भिडियोलाई लाइक, कमेन्ट, शेयर के